अब ज्वाइँ चाहिँ यही हो अब ज्वाइँ चाहिँ यही हो टलमा टल ह्यान्डसममा ह्यान्डसम अब के भन्नु है अब यो चाहिँ सबैजना मेरो ससुरा आमाहरूलाई है ज्वाइँ चाहिँ यही हो ह्यान्डसममा ह्यान्डसम टलमा टल वर्ल्डको सबसे नम्बर 1 नेसनल क्रस इन्टरनेसनल क्रस होइन अब कमाइको बारेमा सोध्नुहुन्छ भने 10-15 हजारको त म चक नै खाइदिन्छु पापा छोरीलाई म रानी बनाएर राख्छु रानी म राजा भए म नेपालबाट लाने विचार छ जाने हो कि होइन हौ दिने हो कि होइन हौ तर के गर्नु अर्काकै बुढी मनपर्छ र सबैजनालाई म अब एकछिन हेलो सबैजनालाई यतादेखिको उतादेखिको यता सबै ला लो उता पनि दिँदै रहेछु हाँस्नु मन छ यही हो अहिलेको नयाँ बाघ चाहिँ घुर्दिनु त अब घुर्दिनु मन थियो डराएर भाग्यो भने भनाइ कहाँनिर चित्र छैन खोइ कहाँ गयो मरे क्या वा चित्र यहाँ आइज त के भयो ए उयो बोलाउँदैछ यहाँ आइज त कहाँनिर हेलो नमस्कार धेरै धेरै माया छ तपाईँलाई धेरै यहाँबाट भेट्दैन त नि अहिले चाहिँ जोस चलेन आउँछु त्यही तल आउँछ होला नि ल बिस्तारै अब खास खेल चाहिँ अब सुरु हुन्छ ल अब एकछिन अब हुन्छ ल अब हुन्छ है बाउला पो नानी हेलो अझै भत्ता कुकुर छ मेरो बाउ पनि त्यस्तै छ अरे मेरो बाबा रहेछ नमस्ते बाबा म सानो त्यो जरुरी कामको लागि आएको थिएँ कि के काम भन् तपाईँले मलाई भन्नु भएको थियो नि अस्ति हाम्रो घरमा लक्ष्मीको जरुरत छ भनेर कहिले न अन्त आपा कहिले न अन्त यो लक्ष्मी होइन कुन चाहिँ लक्ष्मीको बुहारीको कुरा गरेको बुहारीको खाँचो छैन अहिले के बुहारीको खाँचो छैन अहिले तपाईँको लागि होइन मेरो लागि पो त हो म पो बिहा गर्ने त हौ सुन्नु न अब जहिले म ढुङ्गा फुल्नु आँटिसकिसकेँ सुन्नु त सुन्नु न ल भन् मैले एउटा बुहारी हेरेको छु कि अनि के त आउनुहोस् न मैले एउटा बुहारी हेरेको छु उयो तल गरे यगन्द्रको छोरी यगन्द्रको छोरी हजुर हुँदैन किन त्यो तेरो बहिनी पर्छ आफ्नो पर्छ हुँदैन अन्त लु त्यो छोडिदिउँ मेरोमा पुरै छ लाइन छ केटीको कि त्यसको माथिल्लोपट्टिको विपना राईको के छ विचार त्यो पनि हुँदैन किन त्यो तेरो काकी पर्छ काकी अब मैले मन पराउनु सक्छ आफ्नै पर्छ दुनियाँ आफ्नो है लु त्यो छोडिदिउँ कि ऊ पारीको गैरी गाउँको पनि हेरेको छ ए नाम भन्छु ल भिटामिन अन्त छोरीको नाम चाहिँ गैरीमाया आमाको नाम चाहिँ झन् गैरीमाया बाउको नाम चाहिँ खाल्टे राजी छैन हजुर त्यो झन् हुँदैन भाइ त्यो झन् आफ्नै पर्छ बरु सिधै बिहा नगर्नु भन्नु नि अन्त आफ्नो पर्ने खालि हेर्छस् तैँले लु त्यो पनि छोडिदिउँ छोरा काकाले आजै छ माथ्लो गाउँ कतिवटा त आम्मामा एउटा भनेर त बाघको छोरा बाघै हो सुन्नु न माथ्लो गाउँको बुढाकेटीमा नि
को फेरि फुटाकिदिएको चाहिँ भन्छु मकै भुटाउ मोक्ताङ अन्त बस भाइ त्यो झन् हुँदैन किन त्यो तेरो त्यहाँ तेरो नि कहाँ पर्छ त्यहाँ तेरो दिदी हो आफ्नै त हो सबै आफ्नै खालि हेरेपछि अन्त के आँसु नाकबाट आउँछ है ए लु अब फेरि टाढो गइ ल 100 दिनको बाहिरको फेरि आज एउटा पनि छ लाइनमै छ अस्ति हाम्रो गाउँ डुल्नु आएको थियो नि जामुने सेतो गाडी 4टा चक्का 4टा दैलो चाकमा पनि दैलो त्यहाँबाट त्यो गाडीबाट सेतो मैदा जस्तो कलकलाउँदो बहिनी निस्केको थियो ए बास त्यो अस्ति युक्रेनबाट आउने होइन युक्रेनबाट त्यसलाई माखा लाइस मतलब त्यो मेरो प्रपर्टी पो त मेरो प्रपर्टीमा आँखा लाउँछस् तैँले तेरो हुनेवाला आमा हो त्यो मैले ताक्ने ताक्नुपर्ने अरू चाहिँ देख्दैन तैँले त्यो तेरो हुनेवाला आमा हो अब मैले हेर्दाखेरि चाहिँ आफ्नो पर्ने तपाईँले चाहिँ आफ्नै आमाको दिदी उठायो बहिनी उठायो चुप त्यति बेला साइनो कहाँ गएको थियो नालीमा डुबेको थियो मलाई बिहा गर्नु नदिने गुङ्गा फुल्यो काकीको फुल्दा फुलिसक्यो छोराले बिहा गर्ने बेलामा बाउले पो डङ्काडङ ल्याएको छ तैँले त अन्त आफ्नै पर्ने खालि त हेर्छस् अन्त कसम के बाबा तपाईँको सन्तान मासिन भने मेरो नाम पनि भक्ति होइन बिहा गर्दिन रोप्दिन बुझ्यो तँ सुर्ता नमान म हिँड्छ सन्तानको जरुरत छैन बुझिस् मजा आयो दादा नि मलाई अम्बो एउटा केटीले कि क्या आई लभ यु भनिदिनु दादा क्या राम्री थियो त्यो केटी त के भन्छ लक्षिना घोप्टेले फेरि मरेको हँसेन दादा साँच्ची भनेको कस्तो राम्री थियो नि दादा त्यो केटी त आमा आई लभ यु भन्थ्यो कि म त हेरेको भएँ दादा भगवानले यो हात पाँचवटा अम्ले भात खानुको लागि मात्रै दिएको होइन कुट्नुको लागि दिएको है फेरि भगवानले यो त आज बिखाउ कुटिरहन्छ मलाई मैले बिना पत्थामा तँलाई किन हात लाउनु खुट्टा लाउँथेँ त म लगाइहाल्छु किन के भने कुन चाहिँ झ्याम्पुताली आई लभ यु भन्यो आई लभ यु भन्यो मलाई मन पराउँछु भन्दै भने नि त ए राम्रो वर्ड जस्तो लाग्दैछ तँलाई आई लभ यु के हो नराम्रो हो दादा मैले यहाँ हेर्दा नानी यहाँ हेर मलाई मेरो बुढी त छ नानी 3टा छ 3टा नानीले महिनामा 60-70 हजारको पेम्पर्स लगाइदिन्छ अहिलेकोलाई थाङ्ना बाँधेर हुँदैन बुझिस् फेरि मुछ 2 मिनटमा बाउभन्दा छिट्टो किन तपाईँले मुथ्यो क्या दादा होइन मुटु त मुथिन अब अलिकति चुप लागा कुकुर अन्त लुगा फाटा लगाइदिनु पर्यो नाङ्गै डुलायो भने फेरि के गरेको नि भन्छ छिमेकी तपाईँले त कट्टी लाउँथेन अरे दादा हिजो अस्तिसम्म अब यस्तो नहुनु नभल अन्त फेरि यहाँ भाउजू छ त्यत्रो खर्च पनि केले गर्दा भएको केले गर्दा दादा आई लभ युले केले गर्दा आई लभ युले फेरि भाउजूले फेरि लिपस्टिक लाउँछ रातै हो त्यो पनि फेरि कहाँको यहाँको महिना बाहिर देशको लाउँछ पैसा कहाँबाट जमिनबाट उम्रिन्छ कि आकाशबाट झर्छ हेलो कहाँबाट त्यो सब केले भएको केले भयो दादा आई लभ युले भयो यो दादा बिस्ता भनेको मैले बिस्ता भनेको मैले दादा अहिले रुनु बन्द गर्छस् कि एकै घुसीमा स्विच अफ पारौँ भन्दिन बिस्ता भन्नु जान्छु म यहाँ त त्यति मात्र कहाँ हो त छिमेकीको बुढीले अस्ति 12,000को साडी किनेछ कि हो कति राम्रो पनि त गरेको छ नि यो त आज खालि नराम्रो भन्छ हौ के राम्रो गर्यो तपाईँ पहिला नालीमा सुतिन्दा त त्यो रक्सी छोडेर आई लभ युले राम्रो भयो दादा बिहा गरेर त राम्रो मैले अहिले सोच्दाखेरि चाहिँ नि रक्सी खाँदा नालीमा सुत्नु बेस जस्तो लाग्छ अहिले सम्झिँदा लौ त्यही जिन्दगी बेच्ने हो किचकिच पनि सुन्नु नपर्ने
बुझिस् अन्त छिमेकीको बुढीले अस्ति 12,000को साडी किनेछ घरको बुढीले पनि 12,000कै साडी किन्दिन अरे आई लभ युको नदी अनि यहाँ दाजु हेर यहाँनिर दादा त बित्थाको नबनेर जग्गा भनेको जस्तो रक्सी खानु पाउँदैन भनेको जस्तो लुगा लाउनु पाउँदैन कट्टु देखायो भने लास्टिक मात्रै छ लास्टिक त्यो पनि अर्काले दिएको आफ्नो छैन सोच्नुपर्छ धेरै यो सब आई लभ युले भएको म आई लभ युले निस्केको तपाईँहरू सबै आई लभ युले निस्केको मरे मरसाला चित्रका जस्तो यहाँनिर मुन्टी आम्मा कालले खोज्छ ओ सुन्छ रहेछ यहाँ त्यो मेरो अघि दाँत निस्केको यहाँले यहाँ आइज छोड हो हतार छ हो ए टिका मलाई त झन् तोला भन्दा डबल ट्रिपल चौकल पचकल छक्कल हतार छ के को छक्कल हो के भयो के भइरहेको छ के भएको छ ल बधाई छ तेरो नानी भयो रे नि त हैन हजुर त लगाइदिनु मान्छे तर तेरो अनुहार खदा लाउने खाले छैन नानी त भयो कि नानी त भयो अन्त अस्ति फिलहाल हस्पिटल जाँदाखेरि डाक्टरले भक्ति तिमी पापा हुन सक्दैनौ भनेको थियो अचानक बुढी प्रेग्नेन्ट मलाई के थाहा त्यो त केही छैन नि प्रेग्नेन्ट भयो म खुसी छु बल्ल बल्ल नानी जन्मिन्छ नाक त तेरैपट्टि गएको छ ठ्याक्कै हुन्छ कसले भने मैले देखेको हिजो अस्ति मात्र आमालाई काण्डा सेलेको अहिले फेरि चिया काण्डा निस्क्यो कहिले त चिया खाना हो तेरो म चाहिँ बिहान कि म ड्युटी जानुपर्ने कि दर्शक बिनहरू भाउजूलाई मिठो स्वरले गर्थे भाउजू चिया खाइदिउँ न 2 कप अरे म त दाजु भाउजू भनेर चिया खाना आएको पो त्यही त त्यस्तै भनेर नआउनु नि ल अबदेखिको चियाले घरबार बिगारी छैन मेरो यति पानी यति रङ अनि यति नुन लिएर मेरो जिन्दगीमा नुन छरी छ है तेरो जिन्दगी कहाँ हो त्यस्तो होइन नानी तेरो नाक तोइपट्टि गएको छ आँखा त झन् चित्रे नै छ डाक्टरले झन् भन्दैछ भाइ तिमी काम लाग्दैनौ भनिरहेको छ अचानक बुढी प्रेग्नेन्ट हुन्छ नानी फेरि तँ जस्तो निस्किन्छ तँलाई म जानेको छु यत्रो मान्छेहरूसँग कस्तो बेइज्जत गरेको आज बुटुल्नु मन थियो कि यति मात्रै भयो पञ्चायत नत्र चाहिँ नि जा चिया खान्डा जा त्यो भाउजू इक्जाम सर्टिफिकेट जम्मै लाइज घरबाट मलाई मन भयो लाइज सर्टिफिकेट लाइज को मर्यो यहाँ छ त तँलाई त कन्नेकेटी भनेर उयो पो मनपर्छ भनेर नानी कामहरू हो अब त्यो अब यहाँ कहाँ बोलिबसेको लाताले राले मुखमा अहिले अम्ला कोचारिदिन्छु अन्त मैले त्यसै सुनेको थिएँ अब मेरो अनुहार अब मेरो मनले नै आन्टी मन पराएपछि मेरो के गल्ती अन्त संसारमा यत्रो कन्नेकेटी चाहिँ के गर्नु जन्मेको अन्त त्यो बित्थामा जन्मेको मनै पर्दैन हिजोआज त नि हिजोआजको 16-17 वर्षको बहिनीहरू भन्दा आन्टी क्या राम्री भएर हिँडिदिन्छ नि त हुन त ठिकै हो है कता हिँडेको बिजुली बालेर हट भएर भन्दै हिँड्छ आन्टीहरू हिजोआजको हो पक्का आन्टी भन्न रातो काला आन्टी फिगर फेरि 50 केटीहरूको 0 फिगर हुन्छ होला आन्टीहरूको 50 फिगर 45 हुन्छ होला 45 मालुम 45 इन्च 45 मालुम 45 45 90 होला 90 त यस्तो भएको पो हुन्छ त चट्टासीको नबोल्न ह्याट मान्छे छ भने बिर्सेको पो म त सरी माफ पाउँछु ल अन्त तँ त अस्ति अन्त आन्टीलाई प्रपोज गर्नु कोक्ति सर अब मन पर्यो के गर्नु म त सर्टिफिकेट सँगै उठाइदिउँ भन्दै थियो हो सर्टिफिकेट पनि थियो बुढो मै पालिदिन्छु आन्टी हो नानी मै पालिदिन्छु तपाईँको त्यो थोत्रो बुढोलाई छोडेर म भएकोमा आउनु भन्दै थियो कि मानेन नि हौ मानेन उसकै बुढा प्यारो अरे म रस्ते बुढोसँग रड्डी भएछ त है के को रड्डी हो महारड्डी भयो भक्ति म चाहिँ हतार छ कि ल लाग्यो ल के डट्टी आयो कि जङ्गलतिर चाहिँ नहका तैँले बस्ती मेरो सागमा मोल छरिकन गएको थिइस् कहिले फेरि साग पनि उम्रेर नि त्यो हाइब्रिड भेटायो होला कि झन्डा जस्तो भएको थियो तेरो गुहुने
त्यो गु पनि राम्रो हग्यो भने नमिठो छेरपाटी छेरेर खानु त राम्रो खाए खानु चाहिँ मिठो मिठो हग्नु चाहिँ मेरो बारीमा र पनि मलको काम त गरे हैन साग त मजाले फक्रिने आम्मा डुबु कति बेचे घिची छैन घिच्नु त घिचे आम्मा सुँगुरको मासुसँग नि ल्याप ल्याप ल हतार छ हतार ल मजा रक्सी कति खाँदैछ रक्सी 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 छोड्ने नि हौ मैले अहिले देखाएर त प्लेस छुट्टा रक्सी छोड्ने नि हौ ए ल ल राम्रो भयो आन्टी आई लभ यु यसरी पो गति छाड्छु त म त हो आन्टी कता कता छ हात हल्लाइदिउँ न हौ आई लभ यु आन्टी अर्कै खाले आई लभ यु नि फेरि त्यो होइन नि यत्रो कन्ने केटी हेरेर कस्तो आन्टी हेरेको अब कन्ने केटी त मन पर्दैन बाउले उठाइदिइहाल्छ आन्टी त हेर्नु होला नि त्यो पनि आन्टी भेट्टाको पो भन्छु म त ल ल ल ल अब तेरो बुढी उठाएन भने मेरो नाम पनि भक्ति होइन के अरे ए होइन के तैँले के अन्त तैँले नै भनेको होइन तेरो आमा तेरो बाउ मेरो बाउ तेरो बाजे तेरो बोजू तेरो बुढी मेरो बुढी ए के हौ 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 के माफ पाङै ए त नाना हुनुहुन्छ हाम्रो दिदी नाना यता चाहिँ मेरो गाउँले नाना गाउँले नाना हाम्रो नमस्ते 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 ल पढ्ला बिस्तारै ल थ्याङ्क यू बिग फ्यान थ्याङ्क यू अब एकछिन यति हाँस्दिएको नि यो चाहिँ मजा त आउँदैछ करेन्ट त लाग्दैन होला नि ल आँसु पनि नपराउँछ यो के भयो स्विच अफ भयो के स्विच अफ भयो घुँडा होइन म र बाजे चाहिँ बसेर लोकल कुखुराको सुप मजाले गर्ने खाँदै थियो बुढोको त किलिमै त्यो लोकलको त्यो हड्डी अड्केर सास नबासको भएर मर्यो नि बिचरा एउटै थियो मेरो साथी मेरो बुढो बाजे बिचरा अब के गर्छस् न अरू बुढोको त टाइमै त भाग्दैछ बुढोको त टाइमै त भाग्दैछ माथि जाने माथिको कुरा नगर्नु कहाँको कुरा गर्नु त अन्त बुढो कति वर्ष पुगेको थियो बुढो त भर्खरको थियो 80 पुगेको थियो 80 वर्ष टाइम भएको नि अन्त राम्रै भयो नि दुखै लुग्यो माथि जाने माथिको कुरा नगर्नु मेरो बाजे खसेको न तेरो बाजे खसेको घर जा तेरो बाजेसँग पो लोकलको सुप खाँदै थियो त तेरो पो बाजे मेरो बाजे त अघि भन्नु पर्दैन कहाँ जान्थे त म अस्ति आफूले भन्छ मेरो बाजे तेरो बाउ मेरो बाउ तेरो बाउ तेरो आमा मेरो आमा भनेर अन्त तेरो बुढी मेरो बुढी त्यस्तै हुन्छ खालि बुढी जान्दै रहेछ भाउजू अलिकति राम्रो थियो कि जान फेरि ऊ बाजे खसिरहेको छ भर्खर लोगेको त अर्काको घरमा च्याउँदै हुने मान्छे आएर पनि पानी कोक्छन् त्यो रहे यो पानी कहाँ जान्छ त अन्त जान्दैन जान्दैन कसरी जान्छ कोही ठाउँ यसरी जान्छ कसरी जान्छ यसरी चुड्दाखेरि बाजे मऱ्यो भने अघि भन्नु पर्दैन मेरो इज्जत गएन अब कसरी जान्छ मेरो इज्जत त थिएन है बिर्सेको पो ल बाजे खस्यो जा कस्तो खाले आँदो रहेछ हौ तँ पो आँदो बाजे मरिरहेको छ गफ गर्दै बस्न आज बोजू मर्छ नराम्रो कुराको लत लाग्छ भन्छ नि साथीभाइहरू लतै लाग्दो रहेछ एक दिन स्कुल नगएको भयो
यतिको खुसी म यो संसारमा कहिले थिइनँ हुने पनि छुइनँ अरे ल त ख अन्त रक्सी छोरी तैँले आम्मामा कति साह्रो परेको रक्सी छोड्दै त अब बधाई छ मेरो भक्तलाई धन्यवाद बुढी कुटेर अशान्ति गरेर मादल के बज्छ त्यो दागरको तैँले बुढी बजाउँथि हो ल सर राम्रो गरिस् गाउँमा अशान्ति दिन रात सुत्नु नदिएर आम्मा ल भक्ते एकदमै खुसी लाग्यो तैँले र ल लाग्यो भने हतार पनि ल सुन्नुहोस् न चित्रे दा के भयो भाइ यता आउनुहोस् न आउँछु नि एउटा कुरा भन्छु कि नरिसिनुहोस् ल ल ल रक्सी त छोरे कि रम्पे स्टार्ट गरे किन रम पनि छोड्नु भने छोडिदिन्छु बियर स्टार्ट गरिदिन्छु त्यस्तो उमेर त बढ्दै हदा तेरो घाँटीमा सुहाउँदैन रहेछ तेरो घाँटीमा त रक्सीको बोतलको माला छाउने रहेछ तपाईँको घाँटीमा त पञ्चर सुहाउने रहेछ के कुरा गरेको तैँले डन अहिले 2 पेक खायो भने नि बाघभन्दा कम्ती पनि हुने छुइनँ यही चुटेर नि लापारबाई पारिदिनु लथालिङ पारि जेकै थप्परमा यस्तो 2 पेक नखाइ पनि सक्छु नि फेरि म चाहिँ 2 पेक नखाइ पनि सक्छु नि चिनाउनु अब के गर्नु अब त्यही हो अब रक्सी छोडे अब के रम स्टार्ट गरेँ रम छोड्छु बियर स्टार्ट गर्छु त्यहाँदेखि बढ्दै जान्छु लास्टमा माथि पुग्छु मतलब छैन नि थ्याङ्क यू सो मच धन्यवाद थ्याङ्क यू फेरि पनि नमस्कार लभ यू सबैजनालाई यति धेरै मायाको लागि है अब एक दुईवटा सुप्र एक दुईवटा फ्यान्सको एकछिन सानो छोटो टाइम हाम्रो आयोजकलाई छोटो टाइम दिन चाहन्छु के अरे र भक्तिलाई के सन्देश दार्जिलिङलाई के सन्देश छ दार्जिलिङको लाई के छ यहाँ तल आउनु कसरी आउनु चिप्लिँदैन अन्त ल यो मैले वचन दिएको होइन यहाँ तल झर्छौँ हामी ल कन्फर्म झर्ने हो नमस्कार ल भक्ति आइज ल हाम्रो फ्यान चाहिँ हाम्रो सबैभन्दा ठुलो कुरा हो नि त ल आइज भाइ ल हेलो मेरो वचन हो नि त ल थ्याङ्क यू हेलो नमस्कार थ्याङ्क यू धेरै माया नमस्ते सबैजनालाई लो मिलम लो तानी मार्यो भयो अब मैले मेरो वचन पुरा गरेँ होइन थ्याङ्क यू सो मच थ्याङ्क यू ओके भाइ थ्याङ्क यू धन्यवाद थ्याङ्क यू टक्क छुए मात्रै है नतान्नु ल म मर्छु भर्खर सित्रा जस्तो छु हो धन्यवाद आन्टीहरू आई लभ यू चलो हात मिलाइदिनु